सो हेलो गाइस सबैजनालाई स्वागत छ आजको मेरो मिनी ब्लगमा। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग। तपाईहरुलाई कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेरिदिनु होला र राम्रो लागे लाइक कमेन्ट र आइडीलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। आज चाहिँ हामी जोत्न गइरहेका छौं। म चाहिँ गोठालो गएको थिएँ र आउँदाखेरि चाहिँ बुवा मज्जाले जोतिरहनु भएको थियो। त्यसपछि चाहिँ मज्जाले बुवासँगै म पनि जोत्न थाले। म चाहिँ यताबाट भिडियो बनाउँदै र बुवा उताबाट जोतिरहनु भएको थियो। मज्जाले बुवाले जोत्नु भयो र म चाहिँ मज्जाले भिडियो बनाउँदै थिएँ। त्यसपछि चाहिँ अलिकति म चाहिँ गोठालो भएका कारण बाख्रा भाग्न थाल्यो र बुवालाई चाहिँ मैले आराम गर्न भने र आफू चाहिँ मज्जाले मैले पनि 2-3 चोटी चाहिँ मज्जाले जोते। आज चाहिँ मैले फर्स्ट चोटी जोतेको हो, त्यही भएर अलिकति मिस्टेक भए तापनि मजा चाहिँ आयो मलाई पनि धेरै। मैले चाहिँ मज्जाले गोरुहरूलाई पिट्दै जोते। त्यसपछि जोतिसकेपछि चाहिँ मजा आए मज्जाले बाख्रा चराउन गोठालोतिर। जोतिरहेको चाहिँ उ माथि थिए, म चाहिँ अहिले तल आए। र आज चाहिँ यो मेरो फर्स्ट मिनी ब्लग तपाईलाई कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। राम्रो लाग्यो भने यो आइडीलाई फलो पनि गरिदिनु होला। सबजनाले सपोर्ट र माया चाहिँ देखाइदिनु होला भन्दै यो मिनी ब्लगलाई चाहिँ यही अन्त्य गर्ने निर्णय गरेको छु। फेरि भेट्ने छौं अर्को ब्लगमा। धन्यवाद।